वेलकम टु दिदीबहिनी गार्डन च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म इन्डोर प्लान्ट देखाउन गइरहेको छु तपाईहरुलाई। लिभिङ रुमको इन्डोर प्लान्टहरु छ यहाँनिर मेरो राखेको छु। मैले त्यो प्लान्टहरु देखाउन गइरहेको छु। यहाँनिर राखेको छु। यहाँ चाहिँ पिस लिली छ। यो पिस लिली हो अनि यो चाहिँ मेरो पालाको फोटो हो। यो चाहिँ पाला हो। पिस लिली राखेको छु। यहाँनिर पनि छ प्लान्टहरु यसरी राखेको छु। यहाँ चाहिँ यसरी यो प्लान्टहरुको टिप्स तपाईहरुलाई म एक दिन भिडियो बनाएर फेरि शेयर गर्नेछु नि। आज चाहिँ मैले राखेको छु भने त्यो चाहिँ देखाएको छु। यो चाहिँ ग्रीन थियो पहिला, बादमा मैले ल्याएर चाहिँ म त्यो मान्छेले भने कि यो व्हाइट वाला छैन भन्दाखेरि चाहिँ व्हाइट वाला त्यो मान्छेले मलाई यो भने मनी प्लान्टै भन्यो। अब यो मनी प्लान्ट यसको नाम चाहिँ के हो, तर बेच्नेले मलाई मनी प्लान्टै भनेर चाहिँ मैले लिएर आएको। 110 भन्दै थियो। अन्त 10 रुपियाँ चाहिँ मैले बार्गेनिङ गरेर चाहिँ उसले लेस गरिदिनु भयो, छोडिदिनु भयो। अन्त 100 रुपियाँमा चाहिँ दिनुभएको यो। त्यहाँदेखि यहाँनिर चाहिँ दिदीले लाउनु भएको छ। यो चाहिँ ग्रिनवाला हो, ग्रिनवाला हो यो चाहिँ। त्यहाँदेखि अन्तखेरि यहाँनिर चाहिँ मसरुम छ। यो चाहिँ ओरिजिनल मसरुम हो। यो चाहिँ ओरिजिनल मसरुम हो। यो चाहिँ आम्लाहरू मेरो जङ्गलमा जाँदाखेरि, फरेस्टमा जाँदाखेरि च्याउ खोज्नु जान्छ नि त, रेनी सिजनमा चाहिँ पुरा निस्किन्छ नि त। त्यतिखेर चाहिँ यो चाहिँ मसरुमै रहेछ। पुरा त्यहाँनिर कसले फ्याँकिरहेको छ नि त तोडेर। त्यहाँदेखि अन्त त्यतिखेर चाहिँ यो लिएर आउनु भएको। अन्त यो चाहिँ मेरो पालाले चाहिँ पलिस लगाएर चाहिँ हामीले राख्नु भएको। यो बहुत पुरानो हो, पहिलाकै हो। अनि यहाँनिर पनि छ प्लान्टहरु चाहिँ। यहाँनिर पनि राखेको छु, इन्डोर प्लान्ट हो। यहाँ चाहिँ इन्डोर प्लान्टहरु यतापट्टि पनि राखेको छु। यतापट्टि पनि छ प्लान्टहरु। यहाँनिर पनि लिएर यो चाहिँ भाइले लिएर आउनु भएको इन्डोर प्लान्टहरु हो। छ यहाँनिर पनि छ। त्यहाँदेखि अन्त यतापट्टि छ बेडरुममा पनि छ। यहाँनिर यो चाहिँ स्नेक प्लान्ट हो। यो स्नेक प्लान्ट लगाएको छु मैले यहाँनिर कि यो चाहिँ बेडरुम हो। बेडरुममा अन्त यतापट्टि पनि लगाएको छु मैले, कपमा लगाएको छु। यहाँनिर पनि प्लान्टहरु कतिवटा यतापट्टि पनि छ। मनी प्लान्ट लगाएको छु, भर्खर सर्भाइभ गर्दैछ त्यसले चाहिँ। यो चाहिँ स्नेक प्लान्ट हो। यसरी राखेको छु बेडरुमको हो। अनि यतापट्टि पनि छ यो वास बेसनको यहाँ सामनेमा पनि छ नि प्लान्टहरु कतिवटा मैले राखेको छु यहाँनिर है। यो प्लान्ट छ है, वास बेसनको यहाँनिर राखेको छु प्लान्ट। यो प्लान्टलाई के प्लान्ट भन्छ यसरी राखेको छु। अनि तपाईहरुले पनि यसरी उयो के भन्छ सपिङ गर्नु गर्दा सब्जीहरु केहरू लिएर आउँदाखेरि यस्तो क्यारी ब्याग हुन्छ नि पोलिथिनको, यसरी तपाईहरुले नफिक्नुहोस्। यसरी गरेर यसलाई कट गरेर अन्त यसरी बनाएर चाहिँ यसरी यस्तो चिजहरु राख्न सक्नुहुन्छ। यस्तो पटहरु राख्नुहुन्छ। यसले चाहिँ स्क्रैच गर्दैन नि त, यसरी स्क्रैच गर्दैन, यसरी राख्न सक्नुहुन्छ तपाईहरुले। मैले चाहिँ फ्लावर पटतिर तलतिर त्यसरी नै लगाएको छु। यहाँनिर नि बनाएर राखेको छु नि त, सबै त्यतिरैबाट राखेको छु। यो चाहिँ मैले स्टोन लगाएर राखेको छु। अन्त यो चाहिँ काठको हाम्रो त्यो डोर बनाएको भुसी थियो, त्यो भुसीको चाहिँ मैले बनाएर यसरी राखेको नि त। माटो छोप्छ, राम्रो देख्छ नि त्यसले। फेरि पेन चलाउँदा चाहिँ हावाले पुरा उडाउँछ नि त कि, यसमा पानी लगाएर राख्नुपर्छ। यहाँनिर चाहिँ मैले स्टोन लगाएको छु। यो पनि स्नेक प्लान्टै हो। यो चाहिँ अर्कै खालको हो। यो चाहिँ एरिका पाम हो। एरिकाको पाम लगाएर राखेको छु। हजुरले यसरी हेरिदिनुहोस् अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। फेरि पनि म लिएर आउनेछु इन्डोर प्लान्टहरुको भिडियो राम्रो राम्रो।